सो व्हाट्सअप गाइज, यो चाहिँ मेरो फर्स्ट भ्लग मात्र थर्ड भ्लग क्या त अरू बेलामा मैले चाहिँ आफ्नो अनुहार देखाएको थिइनँ। अब यो चाहिँ मेरो फर्स्ट भ्लगै मानौँ न, लङ भिडियो होइन। अब हामी चाहिँ आजको भ्लग चाहिँ यहाँ साथीले स्ट्यान्ड हालेर देखाउँछ अरे होइन। उहाँ चाहिँ हाम्रो साथी, उहाँ सर्ट भिडियोहरू बनाउनुहुन्छ, फ्री फायरको हाल्नुहुन्छ। उहाँले पनि देख्न सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो उहाँको भाइ होइन। यो BMX साइकलमा हान्ने हो, छोड्न सेमन्ते। यो साइकलमा चाहिँ पुरै ब्रेक केही नि छोड्छ है, ब्रेक केही पनि छैन। र पनि यसमा हामीले स्लाइड सबै हानिदिन्छौँ होइन गाइज। हाम्रो यहाँ चाहिँ बत्ती पनि छ, यो साइकलमा नि बत्ती हालेको छ क्या उहाँले चाहिँ। कस्तो दामी टेक्नोलोजी निकाल्नुहुन्छ क्या उहाँले चाहिँ। फेरि साथीले चाहिँ नि होइन, उहाँ साथीले अब यहाँबाट झार्ने भन्दै हुन्छ। यहाँबाट यस्तो मुनि हेर्दाखेरि कस्तो डर लाग्छ। भिडियोमा मात्रै सानो देखेको होला कि गाइज, रियलमा चाहिँ ओभर ठुलो छ क्या हाम्रो। लो अब आउनु ल अब आउँदै हुन्छ गाइजले। ओबो देख्नुभयो गाइज, आम्बो ओ गाइज कस्तो लाग्यो। उहाँको चाहिँ यहाँ पानीमा चप्पल धस्यो अरे होइन, साइकल पुरै धस्यो। उहाँ चाहिँ आउन आँट्नु भएको छ। पैसा फेर उहाँ डढाएर जग्नु भएन। ल फेरि एकचोटि ट्राई हान्ने अरे। लु फेरि झार्ने अरे, सक्नुहुन्छ कि हुँदैन। ए गाइज झुल्ल मुल्ल उडाइदियो, हेर्न सक्नुहुन्छ मेरो लुगा सबै लेडो बनाइदियो गाइज। यसले माटो हेर्दा चाहिँ तपाईँलाई सानो लाग्छ होला, तर त्यहाँदेखि बहुत डर लाग्छ हेर्दा। ब्रेक छैन, सिधै आएर जोतिन्छ। उहाँ यत्रो ढुङ्गा छ भन्ने डर छ क्या गाइज। अब यो जान्छ अरे, हेरौँ यसले केही प्रगति गर्छ कि। ल अब उहाँले झार्नु ल झार्नु साइकल बुले पल्टाउनु सक्नुहुन्छ क्या। उहाँले कन्ट्रोल गर्न सक्नु भएन। कस्तो क्या सिधै त्यहाँ लगाएन। अब हाम्रो पालि यतातिर हेलो गाइज, फेरि यहाँ माथिबाट झार्ने होइन। हामी यहाँसम्म हेर्दा चाहिँ तपाईँलाई सामान्य लाग्छ, ओभर यस्तो पाराको छ क्या यो यताबाट जानुपर्छ यहाँ बाटो। अहिले हामी यहाँ पनि झार्नेछौँ यो बाटोमा। यस्तो उकालो छ, यहाँनिर घरड्याङ छ, यता हेर्न सक्नुहुन्छ ब्रेक बिनाको। अब हामी चढाउँदैछौँ साइकल। ल हेलो गाइज, दुईजना लगाएर बल्ल माथि चढाउँदैछ गाइज, हेर्नुहोस्। अब माथि पुर्याएपछि हामी वहाँबाट झार्नेछौँ। ल अब त्यहाँबाट झारेको भिडियो हेर्नु। ल हस्, उहाँले चाहिँ यहाँबाट फाल्ने भन्नुहुन्थ्यो, देख्न सक्नुहुन्छ गाइज। ब्रेक लगाउन जानेन भन्दै फेरि सिधै यहाँ जान्छ त, यहाँ सिधै पानीमा अनि गएर यहाँ डुब्छ। यस्तो जाडोको मौसम छ गाइस, कस्तो अप्ठ्यारो हुन्छ क्या। झारिदिन्छ ल गाइस, अब आउँदैछ। लु आउनु देख्न सक्नुहुन्छ गाइस। आउनु ल पानीमा छिर्नु सिधै पानीमा घप्लक क्याम देख्न सक्नुहुन्छ गाइस। फेरि साथी आइसक्नु भएको छ, अर्को साथी। उहाँ चाहिँ राई हो होइन। सरी गाइस, मेरो मिस्टेक भएछ। उहाँ चाहिँ लम्जेल। उहाँले फेरि निकाल्न सक्नु हुँदैन भन्दै हुन्छ। उहाँले मर्री-जरी भए पनि यहाँसम्म चाहिँ निकाल्नु है, भाँसिएको ठाउँबाट। देख्न सक्नुहुन्छ चप्पल फेरि चप्पल देख्न सक्नुहुन्छ गाइस। चप्पल यहाँ ढुङ्गा रहेछ होइन गाइस, यहाँ ढुङ्गा रहेछ। हेलो गाइस, उहाँ चाहिँ पिङ खेल्दै हुनुहुन्छ। अब हेर्नु यसलाई पिङ खेलेको, हात छुट्यो भने चाहिँ त्यहाँ पानीमा खस्छ। हेर्नु अब पिङ खेलेको यसको। फेरि खेल्छ अरे गाइस।
हात छुडो भने चाहिँ उहाँ पानीमा यस्तो छिर्छ यो फेरि लड्यो गाइज यो चाहिँ लडिहाल्यो हेर्नु बसिरहेछ गाइज यो चाहिँ झन्डै छिर पानीमा यतिले मात्रै भएको छ गाइज नभए सिधै यहाँ छिर्थ्यो यसको मम्मीले यसको दोब्बी हान्थ्यो यसको मम्मीले यसलाई गाइज देख्न सक्नुहुन्छ अब यहाँ चढाउन चाहिँ अब मुस्किल पर्छ देख्न सक्नुहुन्छ यसलाई एकैछिन निकाल्दा यो मुस्किल हुँदैन गाइज देख्न सक्नुहुन्छ अघि उहाँबाट हामफा उयो साइकलमा गर्नुभएको थियो पुरै काटिने छ होइन गाइज खुनै खुन भएछ गाइज भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ ल म पनि हो गाइज ल थ्याङ्क्स फर वाचिङ बाई